हेलो साथीहरु नमस्ते। हामी आज यो ओखलढुङ्गा जिल्लाको खिजलेम्बा वडा नम्बर 3 तिर छौं। हामी चाहिँ यो खासै यहाँ हामी यो साबिकको वडा नम्बर 6 खिजी चण्डेश्वरी मा रहेको यो लिपु छाँगा तिर छौं। हामी यसलाई अब लिपु छाँगा भनेर भन्ने गरेको रहेछन् पहिला। यो हामी चाहिँ यहाँ घुम्ने क्रममा आएको खासै यहाँनिर चाहिँ खासै यो के हो भने बाटोघाटो निर्माण खासै छैन। अनि त्यसैले जो कोही कुनै पर्यटकहरू घुम्न आउँदैनन्, सायद यो बाटोघाटो निर्माण समस्यामा भएर होला सायद, र बाटोघाटो नभएर होला। यो छाँगा चाहिँ यो खासै यो अहिले यो हिउँदमा हो। यो बर्खामा चाहिँ अब यति रमणीय देखिन्छ कि यसलाई यो वारीतिर नै आउँछ। यो खासै यो चाहिँ यति रमणीय देखिन्छ कि यो बर्खा यो भदौ साउन भदौ असोजतिर यति रमणीय देखिन्छ कि यो चाहिँ। अनि अहिले चाहिँ यो चैतमा पनि यस्तो राम्रै छ। यो अहिले हामी चैतमा भिडियो गरेको यो खासै। अनि हामी झन्नै खोलातिरै छौँ तल। हामी यसलाई यहाँबाट हावाले जो हामीलाई ठोकिरहेको छ, यसको जो यो छाँगाको हावाले। अनि यही नै नजिकै यो चोकती खोला पनि हो, यहाँ बगिरहेको छ। खासै यहाँनिर बाटो निर्माण छैन। हामी चाहिँ तल यो चोकती पुल हुँदै आएको हो। हामी तल यो तल चाहिँ पुल छ, त्यो तल पुल हुँदै हामी घुम्दै घुम्दै आएको छौँ यसरी। अनि यहाँ नजिकै यस्तो पहारा रहेको छ। यी नजिकै यो चाहिँ के छ भने यो पहाराको बिचबाट चाहिँ बगिरहेको छ यो। अहिले जेहोस् मौसम त्यति सफा र राम्रो छैन, पानी पर्न लागेको छ। यस्तो छ यो खासै। यहाँ यो चोकती खोला बग्छ। यो यति ठुलो छ कि यो अब यो बर्खामा चाहिँ यो भेलले यो ठुलो हुन्छ, तर यो हिउँदमा भएको कारणले अहिले अलि सानो छ यो। अनि यो बर्खामा हामीले यो वारी नै आउँथ्यो यो खासै। अनि यो हिउँद भएको कारणले यो चैतामा पनि यत्रो छ यी। अनि यस्तो यो तल पुग्छ ठ्याक्कै। यहाँ सिन पनि त्यस्तै राम्रै छ यी। यहाँनिर को आएर यसरी यो ढुङ्गा पनि बुनेर राखेको छ। यो यी को आएर बुनेको यो ठ्याक्कै यसरी। जस घुम्न आएछन् जो कोही एक दुई आउँछ, हिँड्न सक्नेहरू। तर हिँड्न नसक्नेहरू आउँदैन यो खासै, किनभने हामी यहाँ सिस्नुले पोलेर तल बिजोग भएर निस्क्यौँ हामीले। अनि त्यो तलबाट खोलाबाट आउँदा पनि अलिकति आउन सकिँदैन क्या त, खोला छ तल। माथिबाट सबै सिस्नु जाङ छ यो। यस्तो छ सबै। यहाँबाट कुनै बाटोघाटो निर्माणै छैन। यी यस्तो छ यी सबै यस्तो भएको छ। यहाँ दुईजना साथीहरू यहाँ छन्। फेरि यहाँ उता मेरो माइला दाई र मेरो प्यारो नाति, एकजना नाति छ। हामी चाहिँ यसरी छौँ। यी यस्तो सिन छ यहाँतिर। यस्तो छ यी, देख्न सक्नुहुन्छ तपाईँहरू। ल यहाँ जो कोही घुम्न आउनुहुनेलाई स्वागत चाहिँ गर्नुपर्छ, तर बाटोघाटो निर्माण चाहिँ छैन। यसमा दुःख मन चाहिँ नगर्नु होला भन्दै म यहाँ पानी पर्न आँट्यो, हामी छुट्टिन लाग्यौँ, धमाधम अब घर हिँड्न लाग्यौँ भन्दै म यो भिडियो अफ गर्न चाहन्छु। धन्यवाद।